के को फेसिलिटी हो अन्त यो मात्रै दिन्थे यो पनि छ आमा के को फेसिलिटी ओछ्यानमा छ त अन्त यो निलो आँखा परेर यहाँ माथि पुग्यो तन्केर एकछिन त सो गाइस अहिले चाहिँ मैले एउटा हल्का है B4 बाइक 2000 न्यू मोडल लेटेस्ट है त्यसको चाहिँ अलिकति मैले ट्राई अप यो ओभरनाइट कस्तो चाहिँ हुँदो रहेछ देख्दो रहेछ अहिले मोडिफाई गरेको थियो कि हल्का त्यो चाहिँ यसो हेर्नुलाई चाहिँ मैले चाहिँ सानो क्लिपको लागि चाहिँ मैले बाहिर अहिले आउट नाइट आएर चाहिँ तपाईँहरूलाई देखाइरहेको छु तपाईहरुलाई कस्तो लाग्छ तपाईहरुले कमेन्ट बिलो गर्नुहोस् ल कमेन्ट गरिदिनुहोस् यहाँ मुनि साथी अहिले चाहिँ म यहाँ हाम्रो दिदी घरमा आएको छु कि हजुर ओके ओके ल भइहाल्छ नि त म मेजर गरिदिइहाल्छु भइहाल्छ अन्त मैले मेजर गर्दै उले चाहिँ ट्रेड हराएछ कि त्यसले गर्दा प्यानिक भइरहेछ हामी दिदी चाहिँ हो के हैन हैन चाहिँ भइहाल्छ प्रब्लम छैन नो प्रब्लम यो फेरि म मेजर गरिदिइहाल्छु नि त मलाई के लाग्यो नि बिचारा भाइलाई घरिघरि बोलाउने उनी दिदी अस्ति पनि दिएको थियो दिदी किन हो घरिघरि भनेर मनमा सोला पनि भने त्यस्तो के सोचिरहेको आफ्नै भएर नि दाजु म गरिदिइहाल्छु त्यो मेजर कता के हो तर के हो एकजनाले भने कि यो दुईटा दाँत छुटेको त के यसो भन्दाखेरि के ठिक्कै लाग्छ रे भने कि हाम्रो मेरो त मान्छे परफेक्ट हो कि मान्छेहरु सबै छरा पो त यो भाले आमामा रोडक नि दाइ मनको नराम्रो छैन यो क्षेत्रले मान्छेले त्यसै दुनियाँ हेर्दैन संसारदेखि मान्छेले 5 गर्दिनु दाइ त्यसमा तपाईले एकदम सही कुरा दिनु 5 ले जोड्छ अरे नि हो भाइ चाहिँ पुरा यो आउँछ नि कति मैले लाइक कमेन्ट सब्स्क्राइब गरे दिदी अन्त मलाई ए जनताले माया गर्यो तिमीले यहाँ त तिमीले भन्नुपर्छ नि मेरो छोरीले पनि गर्छ त हो माया भने कस्तो हुन्छ मेरो भ्लग हेर्दै छ पर्फेक्ट ल अब चाहिँ ल्याउनुहोस् है ल गाइस म चाहिँ हाम्रो दिदीलाई चाहिँ फेरि मेजरमेन्ट ट्वाइस भयो मैले मेजर गरेर दिएको छु अब चाहिँ दिदीले भुल्दैन अब भोलि नेक्स्ट टाइम देखि बहुत सिसा लिएर नि इन लाइफ यु नो गिभ अ गुड सपोर्ट लेट सक्सेस इन लाइफ कान्छो लागि वी आर देयर टु सपोर्ट अरे हाम्रो छोरा जस्तो मान्छेहरु ल थ्यांक यू भेरी मच भाइ ल ल ल अहिले चाहिँ नि म घरतिर लाग्दैछु है त है यहाँ हाम्रो दिदीहरुकोमा रमाइलो पनि भयो यसो गफसप र म घरतिर लाग्दैछु है नमस्ते भनिन् त नानी नमस्ते गर्नु नमस्ते हो गुड गर्नु पापालाई यहाँ माया गर्नु पापालाई माया गर्नु खै थ्यांक यू